नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? गणेश पौडेलको फक्रीगिरीमा तपाईँलाई स्वागत छ। म यहाँ महाभारतबारे बोलिँदै आइरहेको छु। आफ्ना केही विवेचनाहरू, धारणाहरूलाई प्रस्तुत गर्दै आएको छु र आजको श्रृङ्खलासम्म तपाईँहरूले देखाउनु भएको उत्साहजनक सहभागिता, प्रतिक्रिया, माया, सद्भाव जे भनौँ त्यसको लागि म एकदम अनुग्रहित छु। आशा छ यो एपिसोडलाई पनि तपाईँले पुरा हेर्नुहुनेछ र मलाई यसरी नै माया गरिरहनुहुनेछ। आजको भिडियोमा म अलि अलग प्रकारले महाभारतलाई विवेचना गर्ने प्रयास गर्नेछु। आजको एपिसोडको लागि मैले सुटिङ गरिसकेको विषय चाहिँ अलि फरक नै थियो। महाभारतका पात्रहरूको जन्म, जीवन र मृत्युसँग सम्बन्धित भएर मैले एउटा एपिसोडलाई सुटिङ गरेको थिएँ। तर किन मलाई त्यो अपलोड गर्न त्यति रुचिकर लागेन। सम्भवतः म अर्को भिडियोमा वा कुनै उपयुक्त समयमा त्यो भिडियोलाई अपलोड गर्नेछु र आजकोलाई मैले फ्रेस नै कुनै एउटा ताजा भिडियो नै अपलोड गर्नु कि भन्ने लागिरह्यो। महाभारतलाई हेर्ने दृष्टिकोण, समाजलाई हेर्ने एउटा दृष्टिकोण पनि हो। मैले पहिलो अध्यायमा भनेको पनि थिएँ, महाभारतभित्रै एउटा प्रसङ्ग र भनाइ पनि छ कि महाभारतमा जे छ त्यो संसारमा पनि छ र महाभारतमा जे छैन त्यो संसारमा पनि छैन। सम्भवतः ज्ञानमणि नेपालले नेपालको महाभारत भन्ने एउटा किताब लेख्नु भएको थियो, जसमा नेपालका केही राजनीतिक घटनाक्रमहरू र नेपालको इतिहासमा चाहिँ योगदान दिएका केही नायकहरूको बारेमा त्यो पुस्तकमा व्याख्या पनि थियो। मैले नेपाल र महाभारत बीचमा जोडी हेर्ने केही कसरत यो भिडियोमा आज गर्नेछु र विशेष गरिकन यस्तो प्रसङ्गमा गर्नेछु जो नेपाली समाजमा आजकल बिस्तारै हुर्कँदै गइरहेको छ। नेपाली समाज दक्षिण एसियाली अरू देशको तुलनामा अलि खुल्ला प्रकारको समाज हो। हामी बोल्न पनि प्याच्च बोलिहाल्छौँ, गुण पनि चाँडै बिर्सन्छौँ र अवगुण पनि चाँडै नै बिर्सन्छौँ। यो बिर्सने गुण सबैभन्दा धेरै भएको समाजको रूपमा हामी छौँ। हुन त फ्रेडरिक नित्सेले एकखेर भनेका थिए, म उनलाई कहिलेकाहीँ प्रेमपूर्वक त भनेर सम्बोधन गर्न रुचाउँछु, त्यसलाई अन्यथा नलिनु होला, म सच्याइ पनि हालेँ। उनले भनेका थिए कि बिर्सने गुण नभएको भए मान्छेको सभ्यता उहिले सकिन्थ्यो रे। एनिवे, फर्गेटफुलनेस इज अ काइन्ड अफ बुन, होइन? कतिपय कुरा यति चाँडै बिर्सनु पनि हुँदैन, इतिहासलाई पनि बिर्सनु हुँदैन, वर्तमानलाई पनि बिर्सनु हुँदैन। बिर्सनु त खास कसैलाई पनि हुँदैन, किनकि मान्छेको सभ्यता भनेकै स्मृतिको सभ्यता हो। वैदिक ग्रन्थहरूलाई दुई भागमा बाँडिएको छ, होइन? एउटा चाहिँ स्मृति चाहिँ, अर्को स्मृति र श्रुति भनेर दुई भागमा बाँडिएको छ। वैदिक ग्रन्थहरूलाई दुई भागमा बाँडिएको छ क्या। एउटा स्मृति ग्रन्थहरू भनेर एक ठाउँमा राखिएको छ, अर्को श्रुति ग्रन्थहरू भनेर अर्को ठाउँमा राखिएको छ। स्मृति ग्रन्थभित्र पर्छ महाभारत, श्रुति ग्रन्थहरू चाहिँ वेदहरू पर्दछन्, होइन? श्रुति ग्रन्थहरू परिवर्तनशील मानिँदैनन्, स्मृति ग्रन्थहरू चाहिँ परिवर्तनशील मानिन्छन्। समयक्रममा विभिन्न लेखकले, विभिन्न विवेचकले त्यसलाई चाहिँ विवेचना गर्दै जाँदा तिनको अर्थ र कतिपय सन्दर्भमा कथा पनि अलग हुँदै आएको छ। महाभारतका विभिन्न संस्करणहरू भन्ने एउटा पहिलो अध्यायमै मैले यसबारेमा व्याख्या पनि गरेको छु। जब हामी स्मृति ग्रन्थको बारेमा अथवा इतिहासको स्मृतिलाई हेर्छौँ अथवा इतिहासको स्मृति गर्छौँ र समाजको प्रवृत्तिलाई त्यो सँगसँगै मूल्याङ्कन गर्छौँ, एउटा कुरा टटकार रूपमा मेरो अगाडि खडा हुन्छ। विशेष गरिकन मैले त्यसलाई हेर्ने बेलामा महाभारतमा पनि त्यो कुरा रिलेट हुन्छ, म त्यसलाई रिलेट गर्ने प्रयास गर्छु। आजकल नेपाली समाजमा एउटा प्रवृत्ति बडो नराम्रोसँग ताज्जुबताका साथ बढिरहेको छ। त्यो के भने अर्कालाई सकाइदिने प्रवृत्ति। कुनै न कुनै तरिकाले त्यो चाहिने भन्दा बढी ठुलो हतियारको प्रयोग गर्ने, चाहिने भन्दा ठुलो आरोप लगाउने। हुन त यो वामपन्थीहरूले सल्काएको रोग हो। यो नेपालका वामपन्थीहरूले कुनै एउटा व्यक्तिलाई चारित्रिक रूपमा हत्या गर्नु पर्यो भने कुन तहसम्म गर्छन् भन्ने कुरा त तपाईँ हामी सबैलाई थाहा छ। स्वयं
नेपाली कम्युनिस्ट पार्टीका संस्थापक मध्ये एक हैन, संस्थापक पुष्पलाललाई नै गद्दार घोषणा गर्ने उनीहरूको प्रवृत्ति हो। यो प्रवृत्तिलाई महाभारतसँग रिलेट गरेर म हेर्छु र यसलाई मैले नायक हत्याको प्रवृत्ति भन्ने गर्दछु। महाभारतले यसको बारेमा एउटा व्याख्या पनि गरेको छ। कुनै पनि व्यक्ति स्त्री पुरुष दुवै नायक हुनको लागि, हिरो हुनको लागि हैन, दुईटा चिजले भूमिका निर्वाह गर्दछ। अथवा कुनै पनि व्यक्तिको जन्म किन हुन्छ भन्ने विषयमा महाभारतले दुईटा कुराहरू राखेको हुन्छ। हरेकको जीवनको एउटा उद्देश्य हुन्छ, त्यो उद्देश्यसँग उसको नियति जोडिएको हुन्छ र अर्को यो उद्देश्यसँग उसको कर्म जोडिएको हुन्छ। नियति र कर्मको सङ्घर्षबाट, नियति र कर्मको संवादबाट, नियति र कर्मको संयोजनबाट व्यक्तिको भाग्य निर्माण भएको हुन्छ, अथवा व्यक्तिको सफलता र असफलता, व्यक्तिको नायकत्वको निर्माण भएको हुन्छ। नियतिलाई हामी भाग्यसँग जोडेर हेरौँ। तपाईहरुमध्ये कतिलाई भाग्यमा विश्वास लाग्ला नलाग्ला त्यो पाटोलाई अलग राखेर म भाग्य भनेको के हो, महाभारतकालीन अवधारणामा भाग्य भन्नाले केलाई बुझिन्छ भनेर हेरौँ। भाग्यभित्र एउटा शब्द छ, भाग हैन। तपाईको भागमा के पर्यो, तपाईको भागमा जे पर्यो त्यो तपाईको भाग्य हो। तपाईको भागमा परेको परिवार, तपाईको मातापिता, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, कुल कुटुम्ब तपाईको भाग्य हो। तपाई जुन समाजमा जन्मिनु भयो त्यो तपाईको भाग्य हो। जुन देशमा जन्मिनु भयो, जुन भाषा बोल्ने गरेर जन्मिनु भयो, जुन धर्म मान्ने गरेर जन्मिनु भयो हैन, जुन परिवेशमा जन्मिनु भयो, तपाईले जस्तो शिक्षा प्राप्त गर्ने गरी तपाई जन्मिनु भयो, जस्ता साथीभाइहरू तपाईले फेला पार्नु भयो, त्यो तपाईको भाग्य हो। आजकल जसलाई संरचनागत लाभ भनिन्छ, स्ट्रक्चरल एडभान्टेज, त्यो तपाईको भाग्य हो। तपाई जन्मदा कुनै बाबुआमालाई निवेदन दिएर म फलानाको मातापिताबाट जन्मिन पाऊँ भनेर चाहिँ तपाई जन्मिनु भएको हुँदैन। अथवा यतिको सम्पन्न परिवारमा जन्मिन पाऊँ, यो देशमा जन्मिन पाऊँ, यो जातिमा जन्मिन पाऊँ भनेर तपाईले जन्मिन कसले निवेदन दिएको हुनुहुन्न। त्यसलाई चाहिँ भाग्य भनिन्छ। भाग्यको अर्थ तपाईको भागमा यो पृथ्वीले, यो संसारले जे जस्ता स्रोत साधनहरू, सम्बन्धहरू उपलब्ध गराएको छ त्यो तपाईको भाग्य हो। र कर्म भनेको चाहिँ के हो भन्दा तपाईको भाग्यमा परेका चीजहरूलाई तपाईले कसरी परिचालन गर्नुहुन्छ, कसरी प्रयोग गर्नुहुन्छ, कसरी उपयोग र उपभोग गर्नुहुन्छ, त्यो तपाईको कर्म हो। र कर्मलाई महाभारतले फ्री विल अर्थात् तपाईको स्वतन्त्र चर्याको रूपमा व्याख्या गरेको छ। यसरी नियति र कर्मले तपाईको नायकत्वलाई निर्माण गरेको हुन्छ। त्यसमा तपाईको प्रतिभा, तपाईको क्षमता, दक्षता, तपाईको चरित्र, तपाईको नैतिकताको जति भूमिका हुन्छ त्यति नै भूमिका कतिपय सन्दर्भमा तपाईको भाग्यको पनि हुन्छ। जस्तो कि कर्ण तपाईले हेरौँ, उनीसँग प्रतिभा पनि थियो, उनी शक्ति सम्पन्न पनि थिए, उनी दानवीर थिए र चारित्रिक रूपमा पनि उनी एकदम निर्दिष्ट थिए हैन। उनी सूर्यका पुत्र हुन्। सूर्य पुत्र हुनुको कारणले पनि उनले प्रकाशले जुझल्यमान थिए। जीवनका सबै अध्यायमा उनीलाई कुनै प्रकारको अँध्यारो थिएन, उनी सुस्पष्ट र स्पष्ट थिए। तर उनी हारे। यसरी के हुन्छ भन्दा तपाईसँग हुने क्षमता र दक्षताको कारणले मात्रै विजय सुनिश्चित हुँदैन, तपाईको नायकत्व स्थापित हुँदैन भन्ने कुरा महाभारतले दर्शाएको छ। नेपाली समाज अर्कालाई सकाइदिने र कसैको नायकत्वको हत्या गर्ने एउटा खराब प्रवृत्तिमा कसरी, एउटा दुष्चक्रमा कसरी प्रवेश गर्यो, त्यसको लामो इतिहास छ। त्योभन्दा पहिला म तपाईहरुलाई नेपालको इतिहासका यस्ता केही नायकहरूको बारेमा कोट अनकोट अथवा ब्राकेटभित्रको प्रश्नवाचक सहित मैले जसलाई नायक भने तपाईकोलाई नलाग्न सक्छन् वा कतिपय सन्दर्भमा मैले नै उनीहरूलाई समाजले नायक भनेर स्वीकारेको वा समाजको केही तबकाले नायक भनेर स्वीकारेको कारणले नै मैले यहाँ भूमिकाको रूपमा राख्न खोजेको मात्रै हो। त्यसलाई एकफेर ध्यानपूर्वक हेरौँ।
जस्तो कि नेपाललाई सतीले सरापेको देश भनेर भनिएको उखान तपाईँले सुन्नुभएकै होला। भीममल्ल श्रीमतीले दिएको श्रापभित्र त्यो अन्तर्निहित छ। त्यो उसको अर्थ उनले भनेकी थिइन् रे, देशको भलो चाहने कसैको पनि भलो नहोस्, कुभलो होस् भनेर भनेकी थिइन्। किनकि उनको श्रीमान भीममल्ललाई राज्यद्रोहको आरोप लगाएर घाँटी सेरेर मारिन्छ, जबकि उनी चाहिँ राष्ट्रसेवक राष्ट्रभक्त थिए। उनी पछि पनि हेर्नुहोस्, आधुनिक नेपालमा पृथ्वीनारायण शाह, जसले नेपालको एकीकरणको जग्गाले वा राज्य विस्तारको जग्गाले जुनसुकै शब्दावलीको प्रयोग गर्नुहोस्, उनी बितेर गए होइन। यतिका वर्षपछि उनीमाथि हेर्ने इतिहासको पुनर्मूल्याङ्कनको केसेसमा आजकल उनका मूर्तिहरू ढालिए, उनका चोकहरूमा उनका मूर्तिहरू ढालिएर उनलाई हेर्ने विवेचनाहरू पनि फरक फरक ढङ्गले आए र उनलाई बिस्तारै मरणोपरान्त हामी उनको नायक हत्यामा उद्वेलित भएर गयौँ। बहादुर शाह, जसले नेपाल एकीकरणमा भनिन्छ कि नेपालको आधाभन्दा आधुनिक नेपालको आधाभन्दा बढी भूगोल चाहिँ बहादुर शाहकै कारणले एकीकृत भएको थियो भनेर भनिन्छ। उनीलाई जेल ठोकियो होइन। अमरसिंह थापा, भीमसेन थापा जो आत्महत्या गरे होइन। अमरसिंह थापा जो दिगदार भएर जीवनको अन्तिम कालखण्डमा एउटा निरीह साबित भएर गए, सकिए होइन। राणाकालमै देव शमशेर, जसले गोरखापत्र खोले, जसले प्रशासनिक सुधारको प्रयासहरू गरे, जसले केही न केही राणाकालीन समाजमा, त्यत्रो चाहिँ एउटा अँध्यारो समाजमा पनि केही न केही प्रकारको एउटा सुधारको प्रयासहरू गरे। उनी आफै गलहत्तीमा परे। आधुनिक समाजमै पनि तपाईँ बिपी कोइराला, द्वितीयको सरकार प्रमुख होइन, महेन्द्रले कु गरेर उनलाई बिना कुनै व्यक्तिगत आरोप, बिना कुनै ट्रायल, लिगल ट्रायल होइन, उनलाई जेलमा सडाइदिए। उनलाई न्यूनतम मानव अधिकारको प्रत्याभूति पनि गरिएन कि अब अदालत जान पाउने उनको नैसर्गिक अधिकारलाई पनि वास्ता गरिएन। कसरी कम्युनिस्टहरूले पुष्पलाललाई गद्दार घोषित गरे त्यो त मैले तपाईँलाई भनि नै सकेँ। जीवनको उत्तरार्धमा गणेशमान सिंह, जसलाई हामी लौह पुरुष भन्छौँ, उनी जस्ता मान्छे, सन्त नेता भनेर चिनिने कृष्णप्रसाद भट्टराई जस्ता मान्छे पनि जीवनको कालखण्डमा कङ्ग्रेस पार्टीलाई परित्याग गरेर स्वतन्त्र जीवन बाँच्न बाध्य पारिए। मदन भण्डारीको हत्या नै भयो, वीरेन्द्रको वंशनाश भयो। नेपालका हिरोहरू कुनै न कुनै प्रकारले हिरोहरू होला, सम्पूर्णतया हिरो त दुनियाँमा को पो छ र होइन, कोही पनि छैन। उनीहरूलाई कि भौतिक रूपमै सकियो कि उनीहरूको चरित्रलाई, उनीहरूको व्यक्तित्वलाई नष्ट गर्ने प्रयास गरियो। गोविन्द केसी, डाक्टर गोविन्द केसी सत्याग्रही, अझै पनि केही साथीहरू हुनुहुन्छ उहाँलाई पागल भन्ने होइन। सुशीला कार्की, पूर्व प्रधान न्यायाधीशलाई चाहिँ महाभिगै लगाइयो। अस्ति भर्खर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरियो। एउटा देशको मेरुदण्ड मानिने युनिभर्सिटीको उपकुलपति राजीनामा दिन बाध्य हुन्छ। नेपालमा नायकहरू पनि चाँडै निर्माण हुन्छन् र तिनीहरूको हत्या पनि बडो चाँडै हुन्छ। नायकत्वको निर्माण चाहिँ व्यक्तिगत कारणले हुन्छ, समय र व्यक्तिगत कर्मको कारणले। अघि नै मैले भने मानिसको नायकत्वमा दुईटा चिजको प्रमुख भूमिका हुन्छ, एउटा नियति, अर्को कर्म। नियति समय निर्धारित चिज हो, समयले तपाईँलाई कुन कालखण्डमा जन्माउँछ र समयलाई तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ र समयले दिएको कामलाई कसरी फत्ते गर्नुहुन्छ त्योसँग जोडिएको हुन्छ, समयसँग। र अर्को कर्मसँग, तपाईँको निष्ठासँग, तपाईँको प्रतिभासँग, तपाईँको इमान्दारी नैतिकतासँग, ती सबै प्रश्नहरू जोडिएका हुन्छन्। यसले तपाईँलाई नायक बनाउँछ। समयले रवि लामिछानेलाई पनि नायक बनायो
तर उनी आफ्नै नायकत्वमा आफै सधैँ खडा हुन सकेनन् वा समाजले राज्यले उनलाई उनको नायकत्वलाई स्वीकार नगर्ने प्रकारले अहिले उनी के भन्छ न्यायिक प्रक्रियामा छन् कुनै न कुनै प्रक्रियाको उनको नायकत्व स्थापित होला वा उनको नायकत्व समाप्त होला त्यो इतिहासले बताउला र दुवै अर्थमा यदि उनलाई अदालतले दोषी ठहर्यायो भने पनि उनको नायकत्वलाई मैले आत्महत्याको रूपमा लिन्छु आफूले आफ्नै नायकत्वको निर्माण गर्नु र आफैले त्यसलाई आत्महत्या गर्नु अब समाज त उनलाई दोषी ठहर्याएन भने चाहिँ राज्यले समाजले गर्न चाहेको नायक हत्याको प्रयासको रूपमा म त्यसलाई बुझ्छु मेरो बुझाइको पर्सनल बुझाइको यहाँ अहिले कुनै मूल्य छैन नायकत्वको निर्माण चाहिँ चाहे महाभारतकालीन समाजमा होस् चाहे अहिलेको आधुनिक वर्तमान समाजमा होस् व्यक्तिको प्रतिभा र समयको कारणले हुन्छ भने नायकत्वको हत्या चाहिँ कि त राज्य सत्ताले गर्छ कि त्यो देशको बौद्धिकीले गर्छ इन्टेलेक्चुअलहरूले गर्छ कतिपय मान्छेहरूले नेपालको अथवा कुनै पनि अविकसित देशको अविकासको कारकको रूपमा चाहिँ राजनीतिलाई राख्ने गर्छन् देशको नेताहरू ठिक भएनन् राजनीति ठिक भएन त्यो कारणले देश ठिक भएन भनेर दोष दिन्छन् तर कुनै पनि समाजको असली नेतृत्व चाहिँ त्यो देशका बौद्धिकहरूमा रहेको हुन्छ इन्टेलेक्चुअलहरूमा रहेको हुन्छ कुनै पनि देशको का नागरिकहरू अथवा त्यो देशको शिक्षामा चाहिँ विकास भएन भने गुणस्तरीय शिक्षा प्राप्त भएन भने कुनै पनि देशको शैक्षिक विकास भएन भने प्राज्ञिक विकास भएन भने त्यो देश विकास हुँदैन यो संसारमा एउटा कुनै देश छैन जसले ज्ञान उत्पादनमा लगानी नगरेको होस् जसले शैक्षिक सुधार नगरेको होस् हामी कहिलेकाहीँ कुरा गर्छौँ नि नो नट अगेनको कुरा गर्छौँ हैन बुढा नेता भए भन्छौँ तर यही फर्मुला हामीले नेपालका इन्टेलेक्चुअलहरूमाथि बुद्धिजीवीहरूमाथि प्रयोग चाहिँ गर्दैनौँ तिनै बुद्धिजीवी 46 सालदेखि त अहिलेसम्म सामाजिक विवेचना गरेर बाँचिरहेकै छन् तिनले पढेका 10, 15, 50, 100 किताबकै भरमा वा तिनले आर्जन गरेको ज्ञान त अविचलित ज्ञान भन्छु म त परिवर्तन हुन नचाहने प्रकारको एक प्रकारको विवेचनात्मक दृष्टिकोणबाट उनीहरू कहिले मुक्त हुनै सक्दैनन् र त्यसैको आधारमा उनीहरूले चाहिँ समाजलाई मूल्याङ्कन गर्दै आइरहेका छन् र उनीहरू जहिले पनि मान्छेलाई खेदेरै सक्ने चाहिँ एउटा सङ्कल्पबाट प्रेरित छन् बिस्तारै मान्छेहरू महानगरका मेयर बालेन्द्र शाहप्रति खनिँदै गएको मैले देख्छु मलाई थाहा छ अबको नेपालको नायकको रूपमा उदाएको एउटा पात्र बालेन्द्र शाह हुन् र अब नेपालको बौद्धिकी नेपालको सत्ता नेपालका सबै प्रकारका व्यक्तिहरू सामूहिक रूपमा बालेन्द्रको हत्या गर्न लाग्छन् त्यो भौतिक हत्याको मैले कुरा गरिरहेको होइन उसलाई कसरी सकाउने उसलाई कसरी बदनाम गर्ने डिफेमिङ भन्छ नि मा लाग्छन् भन्ने मलाई थाहा छ तर त्यो सफलै होला जस्तो चाहिँ मलाई लाग्दैन मैले यो प्रसङ्ग कोट्याउनुको पछाडि कसरी नायकको निर्माण हुन्छ र नायकको हत्या कसरी हुन्छ भन्ने श्रृङ्खला महाभारतमा पनि ट्याली हुन्छ तपाईँले हेर्नुहोस् इट वाज नट ओन्ली अर्जुन हैन हु इन्डेड द वार अफ महाभारत क्या कुरुक्षेत्रको लडाइँलाई निष्कर्षमा पुर्याउने अर्जुन मात्रै होइन अथवा अर्जुन मात्रै थिएन जसले त्यो लडाइँलाई एक्लै जित्न सक्थ्यो पाण्डवहरूभित्रै भीम थियो कतिपय दक्षिण एसियाई संस्करणहरूले त महाभारतको प्रमुख नायकको रूपमा भीमलाई उभ्याएका छन् हुन पनि भीम र कौरवहरूको तर्फबाट दुर्योधन दुशासन लगायतका अरूहरूको आपसी वैमनस्यता र दुश्मनी चाहिँ बाल्यकालदेखि नै खडा हुँदै आएको भीमलाई विषालु खानेकुरा खुवाएर तलाउमा फ्याँकिदिँदाको प्रसङ्गबाट होस् हैन हिडिम्बको वध अथवा जरासन्धको वध अथवा अरू धेरै चाहिँ श्रृङ्खलाहरूबाट भीमले आफ्नो
बललाई प्रयोग गरेका छन्। इट वाज भीम द्रौपदीको प्रस्थहरणको बेलामा दुशासनको छातीको रगतले द्रौपदीको कपाल पखाल्ने भिजाउने र दुर्योधनको जाँग तोड्ने प्रतिज्ञा चाहिँ भीमले गरे, अर्जुनले होइन। महाभारतको वास्तविक हिरो खासमा भीम हो भनेर हामी भन्न सक्छौँ। तर महाभारत भित्रकै गीताका प्रसङ्ग सुनाउन कृष्णले भीमलाई रोजेनन्, अर्जुनलाई रोजे। पाण्डवहरूमै युधिष्ठिरको धर्म, सत्य, न्याय र निष्ठा होइन, उसको इमान्दारी, नैतिकता र चरित्र यति बलियो थियो कि तात्कालीन समयमा युधिष्ठिरको सामान्य श्रापले मात्रै पनि दुर्योधनका समस्त योद्धाहरू कोल्याप्स हुन सक्थे, ध्वस्त हुन सक्थे। युधिष्ठिर मात्रै किन, द्रौपदी, स्वयं द्रौपदीलाई हेरौँ, व्रतहरणपछि उनीले जब श्राप दिन लाग्छिन्, त्यो सभामा श्राप दिन लाग्दा उनलाई रोकिएको छ। त्यहाँ श्राप नदेऊ, बरु यस्तो यस्तो हुन्छ भनेर उनलाई रोकिएको छ। र त्यसकै बदलामा उनीहरूले आफ्नो श्रीमानको फ्रिडम, स्वतन्त्रताको र अरू धेरै मागहरू गर्छन्। द्रौपदीको एउटा श्राप काफी थियो तत्कालीन समयलाई, यदि श्रापलाई नै बलियो मान्ने हो भने। तर द्रौपदी महाभारतको नायकको रूपमा स्थापित भएनन्। द्रौपदीको कारणले युद्ध भयो भनियो, तर युद्धलाई सक्ने, युद्धलाई परास्त गर्न सक्नेको रूपमा उनको रूप लिएन। कौरव पक्षमा पनि यस्ता केही योद्धाहरू थिए, जस्तो कि भीष्म, जस्तो कि द्रोणाचार्य। उनीहरूको नायकत्वलाई म कतिपय सन्दर्भमा आत्महत्याको रूपमा व्याख्या गर्छु। शिखण्डीले भीष्मसँग बदला लिनको लागि मात्रै जन्म लिएको हुन्छ, अम्बा होइन, राजकुमारी अम्बा, जसले भीष्मसँग बदला लिन शिखण्डीको रूपमा पुनर्जन्म लिएकी हुन्छ। शिखण्डीले बदला चाहिँ के लियो? भीष्मको मृत्यु इच्छा मरण हो। त्यो बेला मृत्यु भनेकै के हो? वाट इज द्याट होइन? त्यो बेला डेथ भनेको के थियो? मरेपछि के हुन्छ? मर्नु कौन सा ठुलो कुरो थियो? त्यहाँ एउटा मान्छे जिउँदै स्वर्ग पुगेर आएको छ, अर्जुन। युधिष्ठिर जिउँदै स्वर्ग गएको छ। भीष्म स्वयं एउटा गङ्गाको छोरा हो र गङ्गा पुत्र हो, आमा चाहिँ नदी हो उसको होइन। कर्ण सूर्य पुत्र हो, सूर्यको छोरा हो। स्वयं श्रीकृष्ण त्यहाँ छ, उसले सुदर्शन चक्र निकालेर शिशुपालको वध गरेछ। ईश्वरकै रूपमा स्वयं श्रीकृष्ण नै त्यहाँ छ। श्रीकृष्णलाई कुनै एउटा व्यक्तिको रूपमा मात्रै त्यहाँ लिएको छैन, एउटा ईश्वरकै रूपमा लिएको छ। भने जब ईश्वरै आसपास छ, तपाईँको आसपास छ भने मृत्यु के हो? मर्न किन डराउने? भीष्मको मृत्यु, जसलाई चाहिँ शिखण्डिनीले बदलाको रूपमा चाहिँ व्याख्या गरिएको छ महाभारतमा, के त बदला थियो त? थिएन नि त। उसको नायकत्व एक प्रकारको आत्महत्या थियो। अर्जुनलाई हिरोको रूपमा साबित गर्न उसले आफ्नो प्राणको आहुति दिएको छ। द्रोणाचार्य, जसलाई धृष्टद्युम्नले समाधिमा बसेको बेला काटे, जसलाई थाहा थियो आफ्नो छोरा चिरञ्जीवी हो भन्ने, अष्टचिरञ्जीवी हो भन्ने। र अश्वत्थामा त अभेद्य थियो र महान योद्धा थियो। उसँग भएको ब्रह्मास्त्र सहितका चाहिँ हतियारहरू भएको मान्छेलाई कसैले हराउन सक्दैन भन्ने कुरा द्रोणाचार्यलाई थाहा नहुने कुरा थिएन। युधिष्ठिरको नरवा कुञ्जरवाको वचन सुन्दैमा मात्रै पनि द्रोणले आफूलाई समाप्त गरे भनेर म विश्वास मान्न सक्दिनँ। उनी समाधिमै बसेका हुन्। महाभारतमा स्वयं कर्ण छ, उसँग भएका अस्त्रहरू, उसको युद्ध कौशलता, उसँग उसको प्रतिभा होइन, उसँग भएका अस्त्रहरू महाभारतको युद्धलाई एकै तालमा सक्दिन पर्याप्त थियो। तर उसलाई कसरी छलकपट रूपमा उसको कवल र कवच कुण्डल लुटियो, उसका अस्त्रहरूलाई कसरी वास्तविक योद्धा बाहेक अरू योद्धाहरू प्रयोग गर्न बाध्य पारियो।
उसको दानवीर हुनको गुणलाई कसरी उसैलाई हराउन प्रयोग गरियो। एउटा कसैको नायकत्वलाई स्थापित गर्नलाई अरूको नायकत्वलाई कसरी हत्या गर्दै गइयो। रिमेम्बर, नायक हत्याको श्रृङ्खला अरूलाई नायक स्थापित गर्नमै प्रयोग हुन्छ। जसरी अहिले बालेनलाई हत्या गर्ने प्रयास गरिँदैछ, उसको नायकत्वको हत्या, व्यक्तिगत हत्याको भनेको होइन, भौतिक हत्याको कुरा गरेको होइन। कसलाई नायकत्व स्थापित गराउन गरिएको छ? केपी ओलीलाई, देउवालाई वा तिनकै पार्टीका अरू तल्लो दोस्रो पाँचौँ तहका नेतालाई। हिजोदेखि आजसम्म पनि हरेक इतिहासमा के हुन्छ भन्दा एउटाको नायकत्वलाई स्थापित गर्नु भनेको अर्काको नायकत्वलाई सक्नुबाटै बन्दै आएको छ। महाभारतमा तपाईँ अस्वस्थामा थियो, आफैमा एउटा महान योद्धा जसले महाभारतको युद्धलाई एक्लै सक्दिन सक्थ्यो। मलाई सबैभन्दा अचम्म लाग्ने महाभारतको एउटा पात्र छ, बार्बरिक, होइन? एलम्बर पनि भनिन्छ हाम्रो नेपालतिर। जे होस्, अब एलम्बरमा कामाख्या देवीले दिएका जन्मजात 3वटा यस्ता धनु बाण हुन्छन्, तीर हुन्छन्, जो अवेद्य हुन्छन्, जसलाई चाहिँ दिएको उद्देश्य फत्ते नगरी फर्किँदैन। मात्र 3वटा बाण मात्र लिएर आएको बार्बरिकले महाभारतको युद्धलाई उसले भन्छ म 1 दिनमा वा 1 क्षणमा समाप्त गरिदिन सक्छु भन्छ। र कृष्णले उसलाई रोक्छन्। कृष्णले चाहेको भए हुन त बार्बरिक दुर्योधनको पक्षबाट युद्ध लड्न गएको थियो भनिन्छ, तर कृष्णले चाहेको भए उसलाई जसको पक्षबाट पनि लडाउन सक्ने अवस्था त्यहाँ थियो। पाण्डवहरूभित्रै पनि नकुल एकदमै ठुलो तरवारबाज थिए। उनी एकदमै द्रुत गतिको घोडसवार पनि थिए। एउटा लोककथा छ नकुलको बारेमा। त्यसले के भन्छ भन्दा एक फेर इन्द्रप्रस्थबाट दाइ युधिष्ठिरले एउटा चिठी नकुललाई पठाउँछन्, र गोप्य चिठी कृष्णलाई दिनु, द्वारका पुगेर दिनु भनेर एउटा चिठी पठाउँछन्। एउटा गोप्य हुन्छ। अब कसलाई पठाउने भन्दा सर्वश्रेष्ठ चाहिँ घोडसवार उनी जति द्रुत गतिमा घोडा चलाउन सक्ने अरू थिएनन्, र नकुल तिमीले लैजाऊ भनेर उनलाई चाहिँ चिठी दिएर पठाउँछन्। जब उनी द्वारका पुग्छन्, कृष्णको समीपमा उभिएपछि कृष्णले उनलाई देखेर भन्छन्, नकुल तिमी उति टाढाबाट आयो र बाटोमा यत्रो घनघोर वर्षा भइरहेको छ, होइन? एकदमै ठुलो पानी परेको हुन्छ, चट्याङ गर्जन, आकाश गर्जन भइरहेको हुन्छ। तिमी यत्रो चाहिँ प्राकृतिक प्रकोपलाई पार गरेर तिमी यहाँ आइपुग्यौ, तर तिमीलाई दिएको त लिफाफा पनि भिजेको छैन, तिमी पनि भिजेका छैनौ। यत्रो चाहिँ दर्कदो पानीमा तिमीसँग छाता पनि छैन, अरू ओढ्ने कुनै चिज पनि छैन, कसरी सम्भव भयो भनेर अनि नकुलप्रति कृष्णले एउटा शङ्का भावले प्रश्न गर्छन्। र नकुलले भन्छन्, कृष्ण मैले चाहिँ यो म्यानबाट तरबार निकालेँ र यसरी टाउकोमाथि आकाशमा नचाउँदै हिँडेँ भन्छन्। अर्थात् उनको तरबारको ब्लेडको स्पिड यति चाहिँ द्रुत, यति फास्ट थियो कि आकाशबाट बर्सिएका पानीका बुँदहरू समेत त्यहाँबाट तल आउन सक्थेनन्। हरेक बुँदहरू तरबारले काट्थ्यो। तपाईँलाई थाहा पनि होला भनिन्छ, मलाई त त्यति थाहा छैन, तर हो कि होइन चाहिँ फ्याक्ट टेस्ट गर्नु होला। तर भनिन्छ कि हेलिकप्टरको पङ्खा मुनतिर पानी पर्दैन, त यति फास्ट घुमिरहेको हुन्छ कि हल्का वर्षा, पानीको वर्षामा हेलिकप्टर उड्यो भने पनि पानी ब्लेडले त्यो पानीलाई काट्छ भनिन्छ। अब त्यो तपाईँ नै जान्नुहोस्। एनिवे त्यसका विविध अरू वैज्ञानिक कारण पनि होला, हावालाई माथि फाल्ने भएको हुनाले हावाले नै माथि हुत्याएर पनि होला, त्यो अनेक कारणहरू होला। जे होस्, त्यही मेथड त्यहाँ पनि प्रयोग हुन सक्ने भयो। त्यो देखेपछि श्रीकृष्णले नकुललाई भन्छन् कि प्रमिस गराउँछन् उत्तिनैखेर अब अवश्यम्भावी महाभारतको युद्धमा तिमीले तरबार प्रयोग गर्न पाउँदैनौ भनेर भने हुन्छन् र वचनबद्धता त्यहाँ राख्छन्। यदि नकुलले तरबार चलाउन पाएको भए भनिन्छ महाभारतको युद्ध 1 दिनमा सकिन्थ्यो। तर कृष्णले नकुललाई किन रोक्या? किनभने उनलाई अर्जुनलाई हिरो बनाउनु थियो, अर्जुनलाई गीता पढाउनु थियो, नरनारायणको स्वरूपको रूपमा अर्जुनसँग सामिप्यता गाँच्नु थियो। यस्ता घटना अनेक छन्
महाभारतभित्र यस्ता धेरै नायक नायिकाहरू छन् जसले चाहेको भए महाभारतको युद्ध एक छिनमा एक दिनमा सकिदिन सक्थे। अर्जुन त के स्वयं उसको ईश्वरीय पिता इन्द्र नै उपस्थित भएको भए पनि त्यो युद्धलाई चाहिँ कसैले जित्न सक्दैन थियो। त्यस्ता महारथीहरूको बिचमा पनि अर्जुनलाई हिरोको रूपमा उभ्याइयो। हामी अर्जुनको बाल्यकालदेखि त युद्धको अवधिसम्मको उसको चर्यालाई हेर्ने हो भने अर्जुनले त्यस्तो कुनै पुरुषार्थ गरेको देखिँदैन। उनले द्रोणाचार्यबाट एक ढङ्गको फेभरिटिजम कृपा पाए। त्यो पाउनुको पछाडि पनि कारण छ। गुरु दक्षिणाको रूपमा तिमीहरूले अथवा उनका चेलाहरूले सम्बोधन गर्दै भन्छन्, तिमीहरूले मलाई चाहिँ एउटा प्रमिस गर भन्दा के चेलाहरूले सोध्छन्। उनले भन्छन्, पाञ्चाल देशको नरेश द्रुपदसँग तिमीहरूले बदला लिनु, उनलाई आक्रमण गर्नु र जिउँदै चाहिँ मलाई यहाँ ल्याउनु भन्दा अरूले त्यस्तो केही प्रतिक्रिया दिँदैनन्। तर बालक अर्जुनले नै त्यो बेला हुन्छ भनेर प्रमिस गरे हुन्छन् भनिन्छ। र त्यसैको कारणले पनि अर्जुन द्रोणाचार्यको प्रिय भन्दै गएको भनिन्छ। र अर्जुनको नायकत्वलाई स्थापित गर्न द्रोणाचार्यले त मैले अघि नै भने आत्महत्या नै गरे। म त्यसलाई आत्महत्या भन्छु। समाधिस्थ हुनु भनेको आफ्नै सुपुत्र जो अष्ट चिरञ्जीवी छ, जोसँग ब्रह्मास्त्र छ, जोसँग अनेकन अस्त्रहरू छन्, उसको हत्या भयो, मर्यो भनेर चाहिँ अर्काले भनेको विश्वास मान्ने, चाहे जतिसुकै सत्य वचन बोल्ने होस् होइन, उसले भनेको युधिष्ठिरले भनेको भनेर विश्वास मान्नु कुनै पनि पिताले मान्दैन। कुनै पनि सन्तानको पिताले अर्काको भरमा, अर्काले भनेको भरमा आफ्नो सन्तानको मृत्यु भएको सूचना पत्याउँदैन। उनले पताएर समाधिस्थ भए। त्यो एउटा अद्भुतको घटना थियो। पाण्डवहरूमा पनि सहदेव एउटा यस्ता पात्र छन् जो त्रिकालदर्शी थिए, अत्यन्त विद्वान थिए। कहिलेकाहीँ युद्धहरू हतियारले मात्र लडिँदैन, विद्युतले पनि लडिन्छ। उनी कृष्ण जस्तै त्रिकालदर्शी थिए र उनी चाहिँ अत्यन्त ठुलो विद्वान थिए। तर उनको विद्वता उनीलाई उनका पिताबाट प्राप्त भएको थियो। यसअघिका मेरो अध्यायहरूलाई तपाईँले सुन्नुभयो भने कसरी उनका पिता पाण्डुको देहान्त हुनु अगाडि उनले आफ्ना छोराहरूलाई, पाण्डवहरूलाई, युधिष्ठिरदेखि उता भीम, नकुल, सहदेव, अर्जुन सबैलाई एक ठाउँमा राखेर एउटा भनेका हुन्छन्, मेरो शरीर भक्षण गर्नु, मेरो मस्तिष्क भक्षण गर्नु, यसले तिमीहरूलाई चाहिँ त्रिकालदर्शी बनाउनेछ भनेर अरूले चाहिँ व्यवस्था गर्छन्। तर सहदेवले चाहिँ उनको शरीरबाट उनको छालाको टुक्रा चपाउँदै आएको, बोकेर आएको कमिलालाई खान्छन् र उनी त्रिकालदर्शी हुन्छन्, महाविद्वान हुन्छन् भनिन्छ। र विद्वताको बलमा नै भनिन्छ उनले महाभारतको युद्धलाई समाप्त गर्न सक्थे। उनमा त्यति बौद्धिक बल थियो भनिन्छ। मैले तपाईँलाई सुनाइ पनि सकेँ। जैन महाभारतमा त युद्धका प्रसङ्गहरूलाई नजरअन्दाज गरिएको छ। भौतिक युद्धका र युद्धका प्रसङ्गहरूलाई कतिपय सन्दर्भमा तर्क, बुद्धि चाहिँ बौद्धिकताको एउटा विमर्शसँग जोडेर हेरिएको छ। तर उनलाई पनि कृष्णले रोकेका हुन्छन्। यसरी के हुन्छ भन्दा अर्जुनको नायकत्वलाई स्थापित गर्न अरू धेरै नायकहरूले आफ्नो नायकत्वलाई तिलाञ्जली दिनु परेको हुन्छ र कुनै कुनै सन्दर्भमा नायकको हत्या हुन्छ। कतिपय ठाउँमा भौतिक हत्या नै हुन्छ, चाहे बार्बरिक होस्, चाहे द्रोण होस्, चाहे भीष्म होस्। कतिपय ठाउँमा छलपूर्वक, कतिपय ठाउँमा बलपूर्वक, कतिपय ठाउँमा चाहिँ उसलाई मनाएरै होइन, यसरी गरिएको हुन्छ। र त्यो नायकत्वको हत्या श्रृङ्खला चाहिँ समाजको एउटा यथार्थ चित्रण पनि हो। नेपालको परिवेशमा पनि, नेपालको इतिहासदेखि त अहिलेसम्म पनि विभिन्न समयले विभिन्न नायकहरूलाई जन्माइरहेकै छ र नेपाली समाजले तिनै नायकहरूको हत्यामा फेरि सहभागिता जनाइ पनि रहेको छ। मैले अघि नै निवेदन गरेँ, नायकत्वको निर्माण भाग्य र कर्मबाट निर्देशित भएको हुन्छ। उसँग भाग्य अर्थात् संरचनागत लाभले पनि त्यसमा भूमिका खेलेको हुन्छ भने उसले गर्ने कर्म, उसले लिने बाटो, उसको नैतिकता, उसको चरित्र, उसको प्रतिभा, उसको अभ्यास, निरन्तरता होइन, यो सबै चिजले चाहिँ उसको नायकत्वलाई स्थापित गरेको हुन्छ। तर स्थापित भइसकेको नायकत्वलाई, एउटा नायकलाई
हत्या गर्नको लागि तम्तयार भएर बसेको हुन्छ दुईटा वर्ग, एउटा सत्ता, अर्को बौद्धिक वर्ग। र नेपालको परिप्रेक्ष्यमा कतिपय सन्दर्भमा नेपालका नायकहरूलाई सत्ताले हत्या गर्दै आएको छ भने कतिपय सन्दर्भमा बौद्धिक वर्गले उनीहरूको चाहिँ डिफेम गर्ने हैन, उनीहरूको चरित्र हत्या गर्ने, उनीहरूलाई चाहिँ नभएको भएको आरोपहरू लगाइदिने, यस्तो कामहरू गरेर कसैको नायकत्वलाई निमेष पार्ने, नामेट पार्ने प्रपञ्च रचिरहेको हुन्छ। यसरी महाभारत राजनीतिमा, समाजमा आज पर्यन्त पनि जीवित छ। आजलाई यति। तपाईहरु सबैको जय होस्। नमस्ते।